ल हौ यो चाहिँ रानी पोखरी भन्छन् जसलाई यो काठमाडौँको मुटुमा रहेको। अहिले हामी चाहिँ यतिखेर रानी पोखरी घुमिरहेको छौँ। यो चाहिँ अहिले यहाँनिर चाहिँ हाम्रो यो चाहिँ वास्तवमा पुर्खाहरूले बनाएको चिजहरू र यो बनाउँदै गर्दाखेरि यो चाहिँ भुइँचालोले धेरै खतम भएको थियो र अहिले चाहिँ यसलाई चाहिँ फेरि पुनर्निर्माण गरेको हुनाले धेरै सुन्दर भएको अवस्था। यो चिजहरू यसले गर्दाखेरि नै काठमाडौँको सुन्दरतालाई सुनमा सुगन्ध छरिएको देखिन्छ। ठिक छ र यहाँनिर चाहिँ डस्टबिनहरूको पनि ठाउँ ठाउँमा व्यवस्था गरिएको रहेछ। कुहिने र नकुहिनेको एकदम धेरै सरसफाइ पनि रहेछ। यसै हुनुपर्छ र जे होस् यसको संरक्षण अहिले चाहिँ नेपालको यस काठमाडौँको मेयर बालेन शाहलाई नै सायद क्रेडिट जान्छ होला यसको सरसफाइमा। उहाँले नै धेरै ध्यानहरू दिइरहेको छ। यो चिज धेरै अति सुन्दर छ र यो चाहिँ बाल मन्दिर हो कि बालेश्वर मन्दिर भन्छन् यसलाई। र यो चिजहरू धेरै छ र यसलाई चाहिँ भन्दाखेरि रानी पोखरी भन्ने गर्दो रहेछन्। हरेक चिजहरू र त्योभन्दा जस्ट रानी पोखरीको बाहिरपट्टि साइडमा चाहिँ नेपालको झन्डा रहेछन् र अहिले हामी हेर्दैछौँ र त्यसको जस्ट झन्डाको अहिले यो ठाउँमा चाहिँ उहाँ माथि क्रेन लगाएको हो। यो क्रेनमा चाहिँ के छ भनेदेखि अहिले यो नगर र चाहिँ सङ्घीय सरकारको र चाहिँ यहाँको नगरको चाहिँ कर्मचारीको लापरवाही र भ्रष्टाचारको कारणले गर्दाखेरि यो चिज चाहिँ अहिले स्थगित रहेछन् र चाहिँ अब यो भत्काउने भन्ने कुराहरू पनि भएको रहेछन् र हुँदैछ। के गर्नु, यो दुईजना फटाले गर्दा सिङ्गो देशलाई र सिङ्गो देशको अर्थतन्त्र खराब पारिएको छ। यस्तै छ के गर्ने हाम्रो नेपालको चाहिँ अब राजनीति भनौँ या के भनौँ हरेक कुराहरू यस्तै छ। तैपनि आफ्नो देश भएको हुनाले नेपाली हुनुमा हामीले गर्व गर्नुपर्छ र हरेक कुराहरू हामीले माया गर्नुपर्छ आफ्नो देशलाई। जहाँबाट पनि जसै गरी भए पनि देशको परिस्थिति अनुसार यहाँका चाहिँ नेता बनाउँदाले मात्रै देशलाई डमाडोल पार्यो हो। तर नेपाली जनता नेपालसम्मको नेपालीहरू विश्व चिनाउने चाहिँ यसै धरतीबाट चाहिँ जन्मेका आमाको कोखबाट जन्मेका सपुतहरू छन्। तर पनि अहिलेको नेपालको राजनीति र परिस्थितिले गर्दाखेरि जब सङ्घीय सरकारले स्थानीय सरकारसँग जोडी खोजेर हैन बस्छ। अब यस्तो सरकारहरू छ भन्ने पनि के गरी छ भन्ने, छैन भनौँ भन्यो भने के गरी छैन भन्नु। छैन भने देश चलाइरहेछ, छ भनौँ भनेदेखि आफ्नो कार्यकर्ताको भुँडी पेट भराउने कामभन्दा अरू भएको अवस्था छैन। त्यस्तै छ यहाँको चलन भन्न चाहे। यस्ता भवनहरू सायद सदुपयोगविहीन भएको अवस्था रहेछ। यो चाहिँ रानी पोखरी ठिक उत्तरपट्टि साइडको भवनहरू। यसमा अहिले सबै खाली र उकेको छ। यो पुरानो संरचनाहरूलाई चाहिँ अब एउटा सुरक्षित तरिका चाहिँ अब नगरेर सायद यसलाई विस्थापित गर्नु लागेको हुन सकिन्छ। र अहिले देख्नु सक्नुहुन्छ यहाँनिर यो
जुन किसिमको जस्ताहरू चाहिँ यस्तो छ यो अवस्था छ यसलाई माया गर्ने को होला र एकजना नेताले मात्रै माया गरेर नहुने सारा नेताले माया गरे भनेदेखि यसको उपलब्धि हुन्थ्यो तर गर्दैन अब हामी सर्वसाधारण जनताको पहुँचभन्दा क्षेत्र अधिकारभन्दा बाहिरको कुरा हो यो यस्तो भवनहरू छ र यहाँ जहाँ हेऱ्यो भने पनि धेरै सुन्दर चिजहरू छ यसले संरक्षण गर्नु पाए देशको अर्थतन्त्र पनि जोगिन्थ्यो होला सायद तर यसमा ध्यान छैन जाडो याममा 6 बजेदेखि 9 बजेसम्म र गर्मी याममा 5 बजेदेखि 9 बजेसम्म रानी पोखरी खुला रहनेछ। रानी पोखरी परिसरभित्र कुनै पनि किसिमको अनैतिक क्रियाकलाप गर्न निषेध छ। पोखरीभित्र जान, फुल टिप्न र चौरमा शारीरिक व्यायाम गर्न निषेध छ। बोट बिरुवा चलाएमा रु1000 जरिवाना गरिन्छ। तपाईँ सीसीटीभी क्यामेराको निगरानीमा हुनुहुन्छ। यो चाहिँ यहाँको चाहिँ सूचना बोर्ड महानगरपालिकाको। ठिक कहिले हामी चाहिँ यतिखेर रानी पोखरीको पूर्वपट्टि सेटबाट यस भिडियो बनाइरहेका छौँ र यो भिडियो चाहिँ सबै साथीभाइहरूले हेरुन् देखुन् र हाम्रो यस सुन्दर चिजहरूलाई हेरुन् भन्ने उद्देश्यले चाहिँ मैले भिडियो बनाइरहेको छु। र यस ठाउँमा यसभित्र बाहिरबाट जे जति देखे पनि म पनि फर्स्टचोटि यो भित्र प्रवेश गरेको हो। त्यही भएर यो सुन्दर चिजलाई चाहिँ आफ्नो मोबाइलको क्यामेरा मार्फत कैद गरिएको हो। र अहिले यहाँनिर पोखरीमा पनि खेलिरहेको छ। भित्र जान निषेधित रहेछ, नभए नजिकै गएर खिचिन्थ्यो होला। निषेध भएर हामीले जबरजस्ती गर्नु हुँदैन, नियम कानुन पनि उल्लङ्घन गर्नु हुँदैन। त्यसै कारणले हामीले र यहाँको नियम र सिस्टमहरूलाई पनि आज्ञाको पालना गर्नुपर्छ। यो नै एउटा मानवताको नैतिकता हो भन्न चाहन्छु। र यस च्यानललाई लाइक, सेयर र सब्सक्राइब गरिदिनु हुनलाई सम्पूर्णलाई हार्दिक अनुरोध गर्दछु। लासु फ्यापुला।